नमस्ते, म सेफ कुमार छेत्री। आज म तपाईँहरूलाई ल्याम्ब क्युमिन कसरी बनाउँछ भनेर सिकाउँछु। ल्याम्ब मिन्स भेडाको मासु र क्युमिन मिन्स जिरा। भेडाको मासु र जिराको जो कम्बिनेसन बनाएका र म तपाईँहरूलाई एउटा राम्रो डिस बनाएर सिकाउने छु। यो चाहिँ चाइनाको सबभन्दा पपुलर डिस हो। यसमा अथेन्टिक ह्युमन सिजुवान हो र यसमा सबभन्दा पहिला हामीले ल्याम्बलाई फ्राई गर्नुपर्छ फ्रेस तेलमा। ल्याम्बलाई निकालेपछि त्यसपछि हामीले फेरि अलिक तेल हालेर यसमा हामीले अघि जो जिरा छ जिरालाई यसरी भुन्नुपर्छ। जिरालाई भुनिसकेपछि हामीले प्याज काटेको प्याज छ काटेको प्याजलाई पनि जिरासँगै भुन्नुपर्छ। र त्यसलाई भुनिसकेपछि त्यसलाई फेरि हामीले अघि देगी मिर्च जुन छ देगी मिर्चलाई पनि लगाउनुपर्छ। त्यसलाई लगाइसकेपछि हामीले अन्त नर्मल सिजनिङ गर्नुपर्छ। नर्मल सिजनिङ गरिसकेपछि अघि जो फ्राई गरेको ल्याम्ब छ ल्याम्बलाई फेरि हामीले यसरी लगाउनुपर्छ। लगाइसकेपछि हामीले जो हरियो धनियाँ छ हरियो धनियाँलाई लगाएर मजाले टस गर्नुपर्छ। टस गरिसकेपछि हामीले गेस्टलाई यसरी प्रेजेन्टेसन गरेर सर्भ गर्छौँ। र तपाईँलाई मैले बनाएको सर्ट भिडियोको ल्याम्ब क्युमिन कस्तो लाग्यो प्लिज सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू सो मच।